सबैलाई आजको कक्षामा स्वागत छ। तपाईहरुले यो बोर्डमा देखिराख्नु भएको छ फोहोर मैला व्यवस्थापनमा विद्यार्थीहरूको भूमिका। संसारमा मान्छे मात्र यस्तो प्राणी हो जसले फोहोर गर्छ। अरु जनावरहरूले यता कता अलिअलि एक्जाम्पल दिन सकिएला, अन्यथा फोहोर गर्दैन। फोहोर गरिहाले पनि प्राकृतिक रूपमा हुन्छ त्यो, र रासायनिक फोहोर गरेको हुँदैन। मान्छे चाहिँ फोहोरी जात भइदियो, मान्छे फोहोरी प्राणी भयो। त्यसकारणले हामी मान्छेहरूले के कर्तव्य निर्वाह गर्यौं भने त्यसमा पनि हामी विद्यार्थीहरूले कस्तो भूमिका निर्वाह गर्यौं भने फोहोर न्यूनीकरण हुन्छ, फोहोरबाट हुने हानि हुँदैन, सुन्दर हुन्छ, सफा हुन्छ, स्वच्छ हुन्छ, हरियालीयुक्त हुन्छ र हाम्रो धरती बस्न लायक हुन्छ भन्ने सन्दर्भको आजको कक्षा हो। तपाईहरु सबैलाई कक्षामा स्वागत छ। आजको कक्षा मैले सुरु गर्दा एउटा प्रश्न गर्छु, सजिलो प्रश्न। त्यो चाहिँ यहाँहरूले एन्सर मिलाउनु भएन भने पनि केही छैन, मिल्यो भने गजब भइगयो, मिलेन भने पनि फेल होइन, धेरै राम्रो भयो भने पनि डिस्टिङसन आउने होइन क्या आज एक्जाम होइन। त्यसकारणले गर्दा ल मेरो सजिलो प्रश्न, फोहोर मैला भनेको के हो? भेरी इजी। फोहोर मैला भनेको के हो? वाट इज वेस्ट? सिरिन्ज र मेडिसिन प्रोडक्ट्सहरू बाहिर प्लास्टिकहरू देखेर मान्छेहरूले चुरो खाएर फालेको त्यसमा। मैले यसै गरी सोद्धाखेरि धेरैजनाले भन्ने गर्नुहुन्छ कि फोहोर मैला भनेको उहाँले भने जस्तै घरबाट निस्केको फाल्तु पदार्थ हो, कसैले भन्नुहुन्छ हामीले प्रयोग गरेर बाँकी रहेका चिजहरू हो, कसैले भन्नुहुन्छ हामीलाई काम नलाग्ने चिजहरू हो, कसैले भन्नुहुन्छ वातावरणलाई खराब गर्ने, वातावरण बिगार्ने चिजहरू हो, कसैलाई मानव स्वास्थ्यमा हानि पुर्याउने विभिन्न पदार्थहरू हो, यस्तै यस्तै दुर्गन्धित चिज हो, गनाउने चिज हो, के हो के धेरै कुरा भनेर चाहिँ फोहोरको परिभाषा दिनुहुन्छ, अर्थ लाउनुहुन्छ होइन। यी सबै कुरा हो जस्तो लाग्छ नि तपाईहरुलाई? हो हो, अब चाहिँ हो, अघि त होइन, अहिले रमाइलो छ। फोहोर मैला भनेको यस्तै यस्तै चिजहरू हो। यो कुरा ठिक छ, एक्जाममा लेखेर मिलाउनका लागि यो मिल्यो। तर कहिलेकाहीँ यस्तो पनि प्रश्नको उत्तर हुन्छ कि जो परीक्षामा नम्बर प्राप्त गर्नका लागि चाहिँ काम नलाग्ला, तर व्यवहारको लागि भयङ्कर काम लाग्छ। म त्यस प्रकारले भन्दैछु कि फोहोर मैला भनेको तपाईँहरूले अघि भने जस्तै र मैले अहिले सुनाए जस्तै पनि सबै हो। त्यसबाहेक पनि फोहोर मैला भनेको चाहिँ ती चिजहरू हुन् जो चाहिँ आफ्नो सिटमा बसेका छैनन्, आफ्नो ठाउँमा बसेका छैनन्। ती चिजहरू फोहोर हुन् जो आफ्नो ठाउँमा बसेका छैनन्। यो चाहिँ व्यवस्थापकीय हिसाबले मिल्छ, एक्जाममा नमिल्ला, तर हामीले व्यवहारमा चाहिँ यसलाई हो भन्न सक्छौँ। किनभने यो रुमबाट भित्र छिरेपछि यी टेबल भनौँ यो डेस्क बेन्चहरू यसरी उतार्नु परेर कोही यता लडेको कोही उता लडेको होइन, यो बोर्ड पनि भूमिमा खसेको, कुर्सी पनि उभिन्डो परेको, कागजहरू छरिएको भयो भने कोठालाई हामी के भन्छौँ? ओहो कोठा त फोहोर रहेछ के यहाँ बस्ने भनेर भन्छौँ हामी होइन। नमिलेको चिज, नमिलेको जति, सिटमा नरहेको जति सबै फोहोर हो। तर न डेस्क बेन्च फोहोर हो, न कागज फोहोर हो, न बोर्ड फोहोर हो, न कुर्सी फोहोर हो, न केही फोहोर हो। कुनै पनि चिज फोहोर त होइन सामान्यतया भन्दाखेरि, तर ठिक ठाउँमा नरहेकोले गर्दा तिनीहरू फोहोर भए। र आज यो क्लासबाट कण्ठ गरेर जाने भनेको मिलेर ठाउँमा बसेको चिज फोहोर होइन, आफ्नो ठाउँमा नबसेको नमिलेको जति सबै फोहोर हो। यति बुझे हुन्छ। जस्तै घरमा हामी कहिलेकाहीँ ओछ्यानमै खाटमै बसेर पनि होमवर्कहरू गर्छौँ, साना नानी बाबुहरूलाई गराउँछौँ। त्यहाँ इरेजर हुन्छ, कटर हुन्छ, पेन्सिल हुन्छ, त्यो खाटमाथि छरिएको हुन्छ ओछ्यानमाथि। अनि हामीलाई गार्जेनहरूले भन्नुहुन्छ कि किन ओछ्यान फोहोर गरेको, मिलाएर राख्नु पर्दैन? यसले के जनायो? मिलाएर राख्यो भने फोहोर हुँदैन, मिलाएर राखेपछि फोहोर हुँदैन। पेन्सिल फोहोर होइन नि, तर ठाउँमा बस्यो भने मात्रै फोहोर हुँदैन। ओछ्यानमा लड्यो भने त त्यसले फोहोर चाहिँ देखाउँछ। हो यस्तै हो। र हरेक चिज हाम्रो दैनिक जीवनमा आउने चिजहरू ठिक ठाउँमा राख्यौँ भने फोहोर हुँदैन। बस यति कुरा हो। चाहे चाउचाउको खोल होस्, चाहे स्याउको दानालाई राखेको त्यो सानो के भन्छ जाली हुन्छ त्यो होस्, चाहे केराको बोक्रा होस्, चाहे चक्लेटको खोल होस्, चाहे फ्रुटीको पाइप होस्, जेसुकै होस्, चाहे चुरोटको टुक्रा होस्, पराको खोल होस्, जे होस्, ठिक ठाउँमा राख्यो भने फोहोर हुँदैन। बस यति कुरा हो। होइन भने त हाम्रो पेटभरि पनि भित्र पनि फोहोर छ नि, छैन र? हाम्रो सबैको पेटभित्र फोहोर छ नि, साँच्चै नि सबैले घिन मान्ने खालको वस्तु यहाँ बसिरहेछ, तर ठाउँमा छ नि त त्यो। त्यही चिज यहाँनिर थुप्रो लाग्यो भने के हुन्छ? बर्बाद हुँदैन। हामी यहाँ बस्न सक्छौँ, टाउको टाप ठोक्छौँ, ठाउँमा छ। यहीँ बाहिर टाढा पनि होइन, यहीँ बाहिर निस्केर यहाँनिर लाग्यो भने कोही मेरो छेउमा आउँछ? आउँदैन। हो त्यस कारण ठाउँमा राख्न जानेमा फोहोर व्यवस्थापन हुन्छ, ठाउँमा राख्न जानेन भने फोहोर व्यवस्थापन हुँदैन। बस यति हो। अब यो विषय चाहिँ त्यति मान्छेहरूले आफ्नो विषय नबनाएको देखिन्छ। फोहोर मैला व्यवस्थापन नगरपालिकाको काम हो, अरू कुनै संस्था कम्पनीले गर्छ उनीहरूको काम हो भनेको देखिन्छ। सबैभन्दा धेरै बिग्रिनको कारण भनेको चाहिँ हरेक मान्छेले यसमा रेस्पोन्सिबिलिटी नलिदिनाले हो। प्रत्येक मान्छेले फोहोर निकाल्छ, तर त्यसको जिम्मेवारी लिने चाहिँ थोरै मात्रै मानिसहरू छन्, थोरै समूह मात्रै छन्। त्यसकारणले गर्दा फोहोर बढेको हो। हरेक मान्छे चाहे
चाहिँ हाउसवाइफ होस्, चाहे कुनै जागिरमा गएको मान्छे होस्, चाहे व्यापारी होस्, चाहे बेरोजगार होस्, विद्यार्थी होस्, शिक्षक होस्, चाहे जोसुकै होस्, केही न केही रूपमा उसको हातबाट फोहोर सिर्जित हुन्छ र त्यो फोहोर ठिक ठाउँमा नराख्दा फोहोर भएको हो। अब रेस्पोन्सिबिलिटी फिल गरिदिने हो भने हामीले हाम्रो भूमिका हुनुपर्छ भनेर सम्झिदिने भने एउटा जोसुकै पेसाको मान्छेले पनि फोहोरको व्यवस्थापन गर्न सक्छ। हरेक मान्छे जिम्मेवार भयो भने ठुलो समस्याको समाधान हुन्छ। तपाईँहरूलाई थाहा छ कि छैन, म एउटा तथ्याङ्क सुनाउँछु। काठमाडौँ महानगरपालिकाले मात्रै फोहोर व्यवस्थापनका लागि 1 वर्षमा मोर देन 65 करोड रुपिस खर्च गर्छ। 65 करोड, यो त रियल हो, वास्तविक नै हो। काठमाडौँ महानगरपालिकाले मात्रै, अरू नगरपालिका अलि सानो छन्, त्यही भोल्युममा क्रमशः कम छ होला, होइन? अब फोहोर के लागि, के गर्नको लागि? लगेर काठमाडौँमा बस्ने मान्छेहरूले फोहोर सिर्जना गर्छन् अथवा उत्सर्जन गर्छन्, त्यो फोहोरलाई लगेर कतै व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि लागेको खर्च त्यो छ। अब यति ठुलो धनराशि खर्च भइरहेको छ भने त्यसलाई बचाउने काममा हामी लाग्यौँ भने, हामी सबैले भूमिका निर्वाह गऱ्यौँ भने के हुन्छ? त्यो पैसा पनि बच्छ, असल नागरिक भएर बाँचेको एउटा आभास पनि हुन्छ र त्यहाँ लगानी हुने पैसा उब्रिएर अरू विकासका काममा खर्च गर्न सकिन्छ। फोहोरमा पनि तालिम हुन्छ, तपाईँलाई थाहा छ कि छैन? फोहोर वर्गीकरणको तालिम हुन्छ, फोहोर छुट्याएर चलाउने कुरा हुन्छ, सबै फोहोर नष्ट गर्न पर्छ भन्ने छैन। फोहोर नष्ट नगरिकन अर्को काममा सदुपयोग गर्न सकिन्छ। तपाईँले 3R सुन्नुभयो होला, होइन? हो, यो त बुकमा प्रायः छ नै, होइन? अब यो 3R मात्रै होइन, अहिले धेरैवटा R पुर्याइसकेका छन् मान्छेहरूले, तर व्यवहारमा कतिको छ भन्ने कुरा हो। त्यस कारणले गर्दा हामीले फोहोर भनेको के हो भन्ने प्रश्नबाट मैले सुरु गरेको यो कक्षा र अब अर्को प्रश्न राख्दै अलि बढी विषयमा प्रवेश गरौँ है त। त्यसो भए मैले अहिले भने हरेक मान्छे जिम्मेवार भयो भने फोहोर हुँदैन, सफा हुँदै जान्छ भनेर। अब अघिको भन्दा सजिलो प्रश्न सोध्न लागेको छु। तपाईँ रहेको घरमा, तपाईँले बसोबास गर्ने घरमा फोहोर व्यवस्थापन कसरी भइरहेको छ? ल, म 500 जनालाई सोध्छु, आफूले तपाईँले भनिदिनु न, फोहोर घरको फोहोरका के गरी व्यवस्थापन भइरहेछ? घरको फोहोरहरूलाई चाहिँ कुहिने फोहोर र नकुहिने फोहोर चाहिँ यो फरक फरक भाँडामा राखेर दुईटा बिनमा युज गरिरहेको हुन्छ। कुनै सामानहरू जस्तो त्यो फोहोर भनेर उगरिरहेको पनि कुनै युज गर्न मिल्ने छ भने चाहिँ त्यसलाई युज पनि गरिन्छ, नत्र भने चाहिँ दुईवटा भाँडामा राखेर कुहिने र नकुहिने गरी छुट्याइन्छ। एउटा फोहोर चाहिँ एउटा ठुलै बट्टा जस्तो छ, त्यो ड्रम हो, त्यो ड्रममा राखिन्छ सबै। अनि त्यसमा चाहिँ जुन चाहिँ कुहिसकेको फोहोर, जस्तै त्यही तरकारीहरूको बोक्राहरू छ, तिनीहरू चाहिँ त्यो चाहिँ छुट्टै राखिन्छ, जसलाई चाहिँ खादरको रूपमा पछि लगेर खेतमा हालिन्छ, त्यसरी पनि गरिन्छ। र जुन चाहिँ बोतलहरू छ, अरू सिसाहरू भयो, त्यसलाई चाहिँ छुट्टै राखिन्छ। सिसाहरूलाई चाहिँ कबाडीहरू आउँछन् भने त्यसलाई बेचिन्छ, र जुन प्लास्टिकहरूको छ त्यसलाई चाहिँ अरू कुनै काममा युज पनि गरिन्छ। र अरू जुन चाहिँ एकदमै नचाहिने पुरै त्यो चाहिँ प्लास्टिकमा राखेर महानगरपालिकाको गाडी आउँछ, त्यसमा चाहिँ हालिन्छ हरेक बिहान बिहान। फोहोरहरू कुहिने र नकुहिने फोहोर छुट्टिन्छ। कुहिने फोहोरलाई चाहिँ एउटा छुट्टै उसमा भाँडामा राखेर गाडीमा पठाइन्छ। नकुहिने फोहोरहरू जुन प्लास्टिकहरू हुन्छ, यो यस्तो कुरालाई अहिले अब जाडो महिना पनि छ, आगो बालेर ताप्ने कामै नलाग्ने चाहिँ महानगरको गाडी आउँछ, हामी दिएर पठाउँछौँ। काम लाग्ने चिजहरू सकेसम्म काममा लाउँछौँ र जुन अर्ग्यानिक अथवा कुहिने छ त्यसलाई चाहिँ खादको रूपमा, मलको रूपमा खेतबारीमा प्रयोग गर्छौँ भन्नुभयो। त्योभन्दा अगाडि चाहिँ मल बनाएर प्रयोग गर्छौँ भन्नुभयो, झन् राम्रो त्यो कम्पोस्ट बनाउँछौँ अनि त्यसपछि प्रयोग गर्छौँ। सिधै लगेर प्रयोग गर्दा मिल्दैन, त्यस्तै गरिन्छ। ठिक छ। अब एउटा चाहिँ जवाबले अलिकति यहाँ बोल्नै पर्ने बनायो। मैले चाहिँ एउटा कुरामा कसम नै खाएको छु, के भन्दाखेरि जीवनमा मेरो होस छाउन्थ्यो। सधैँ मान्छे सचेत हुन्छ भन्ने थाहा छैन, पछि मैले थाहा पाउन छोड्छु होला, बुढेसकाल हुँदै गएपछि, बुढो भएपछि, अहिले पनि बुढो त भएको छु। तर म सचेत हुन्थेँ, म एक टुक्रो प्लास्टिक पनि जलाउँदैन। यो कसम हो, कसम हो, कसम हो। चक्लेटको खोल पनि मैले चक्लेट खोलेँ, छेउमा चाहिँ ल तपाईँले भने जस्तै हिउँदै आउँछ, जाडो छ, आगो बल्दैछ, मैले यति त हो नि भनेर टुक्रो चाहिँ म आगोमा थप्दिनँ। यो पक्का हो, पक्का हो, पक्का हो, 100% विश्वास गर्नुहोस्, मलाई चिनिराख्नुहोस्। दाइले प्रायः पालिरहेको हुन्छु, कति देख्नुभयो भने कारवाही गरे हुन्छ। मैले यसरी मनमा नै कसम खाइसकेको छु कि मैले गलत कर्म गर्नु हुँदैन फोहोर व्यवस्थापनमा। त्योभन्दा पनि मुख्य कुरो चाहिँ 1 नम्बरमा प्लास्टिक जलाउनु हुँदैन। डायोक्सिन भन्ने के तपाईँलाई थाहा होला होइन, निस्किन्छ, वायुमण्डलमा मिसिन्छ, विषाक्त हुन्छ। अहिले मैले डाइरेक्ट यहीँ नै त्यसले त क्यान्सर त नगरौला, तर बिस्तारै बिस्तारै 1, 2, 3 मान्छेहरूले गर्दै वायुमण्डल विषाक्त बनाउने काम
मा सहभागी भएको ठहर छ। त्यस कारणले प्लास्टिक जलाउने काम गर्नु हुँदैन। तपाईँहरू पनि यही कक्षामा आजै शपथ खानु होला, म प्लास्टिक जलाउँदिनँ भनेर। एकदमै अहिले अन्तिममा हामी नारा पनि लाउँछौँ, शपथ पनि खान्छौँ। अन्तिममा यो गर्छौँ गर्दैनौँ के हुन्छ त्यो हामी भनेर हिँड्नु होला होइन। प्लास्टिक जलाउने काम नगर्नुहोस्, हुन्छ हुन्छ नि? सबैले हुन्छ भन्नुहोस् न, प्लास्टिक नजलाउने है। आजैबाट है तपाईँहरू त अब 11-12मा पढ्नुहुन्छ, साना नानी बाबुहरूलाई पनि सिकाउनु पर्ने हुन्छ। प्लास्टिक जलाउने काम आजैबाट बन्द, यो गर्नै नहुने काम हो, यो ठुलो अपराध हो, यो पाप हो, यो दुष्कर्म हो, अरूको स्वास्थ्यमाथि ठुलै हानि गर्छ यसले। बिस्तारै बिस्तारै मानिसको आयु घट्दो छ, रासायनिकता बढ्दैछ, जैविकता घट्दैछ, मानिसहरू पहिले जस्तो रमाइलो गरेर मान्दैन। तपाईँहरूलाई याद होला रासायनिक पदार्थको बढी बिक्री भएर, रासायनिक पदार्थहरू बढी चलनमा आएर मानिसहरूको मनस्थिति कमजोर बन्दैछ, रमाउन छोडिसके मान्छेहरू, हाँस्न छोडिसके। तपाईँलाई याद छ फागु पूर्णिमामा मान्छेहरू कसरी रमाउँथे पहिले? अहिले त्यति पहिले जस्तो रौनक छैन, मान्छेहरू हाँस्न छोडिसकेका छन्। यो मैले केही विद्वानहरूले भनेको सुनेको थिएँ, त्यो पनि एउटा कारण हो। रासायनिकताको जगजगी जो भयो, जैविकता घट्दै गयो, मानिसमा निराशापन पनि आउँदै गयो भन्ने सुनेको थियो। यसरी संसारमा बाँच्दै गर्दाखेरि हाँसेर बाँच्न, रमाएर बाँच्न, पुरा आयु बाँच्न, एकदम जीवनलाई प्रफुल्ल मुद्रामा पुरा आयु बाँच्नका लागि हरेक मानिसहरूले केही न केही भूमिका निर्वाह गर्नै पर्यो। धरती हरियो राख्नु पर्यो, धरती स्वच्छ हुनु पर्यो। त्यसको लागि चाहिँ सानो सानो कुरामा पनि होसियारी अपनाउनु पर्यो। अघि जुन हिउँदमा आगो बाल्न ताप्छौँ भन्नुभयो, आजैबाट सिरक ओढ्नु होला। अरू के गर्नुपर्ने त्यो के अरे जिउमा चिसोले असर गर्छ भने बरु बडी लोसन लाउनु होला होइन। अरू के गर्नुपर्ने हो, हिटर ताप्नु होला, अरू के गर्ने हो। तर प्लास्टिक बालेर ताप्छु भने चाहिँ तपाईँहरू जतिको स्टुडेन्टले भन्नुभयो भने अरूले के गर्नु होला? प्लास्टिक जलाउनु हुन्न। अब गाउँतिर अब चेतना हुँदैन नि त्यस्तो, अब गाउँतिर चेतना शिक्षा हुँदैन। अब त्यहाँ चाहिँ हामीले कसरी व्यवस्थापन गर्न सक्छौँ? आमाहरूको समिति, आमा समूह, महिला समूह भनेर नाम राखेर फलानु महिला समूह भन्ने, अथवा सुधार समिति भन्ने, गाउँ सुधार समिति, टोल सुधार समिति, यस्ता विभिन्न छन्। अनि वडाहरूमा पनि अहिले चाहिँ यो नगरपालिकामा मात्रै नभएर गाउँपालिकाहरूमा पनि वडा स्तरदेखि नै यो वातावरणका विभिन्न कार्यक्रमहरू गएका छन्। कृषिका कार्यक्रम, वातावरणका कार्यक्रम, शैक्षिक कार्यक्रमहरू, यी अन्तर्गत बिस्तारै मान्छेलाई सचेत गराउँदै लाने अभियान अगाडि बढाउनु पर्ने हुन्छ। दुई तरिकाले मानिसमा सुधार आउँछ, दुई तरिकाले हाम्रो परिवेशमा सुधार आउँछ। एउटा भनेको चाहिँ मानिसमा चेतना आएर व्यवहारमा परिवर्तन गरेपछि आउने सुधार एउटा, त्यो स्लो मोसनमा हुन्छ, पछि बिस्तारै हुँदै जान्छ। अर्को भनेको चाहिँ कानुनी कुरा पनि हुन्छ। अहिले हामी कानुनको कुरा गर्छौँ र यसरी फोहोर मैला जलाउँदाखेरि चाहिँ कारवाही हुन्छ भन्ने किसिमले पालिकाहरूले अहिले के न के अभियान गर्छ। सबैले उत्तिकै पर्फेक्ट भएर गर्छन् भन्ने चाहिँ छैन, तर चाहिँ कानुन र चेतना यी दुवै कुराको प्रयोग गरेर अगाडि लाँदै गर्नुपर्छ। अब तपाईँले भनेको समस्या धेरै छ, अब यसलाई न्यूनीकरण गरेर हामी सबैको भूमिका हो, त्यस कारणले गर्दा पनि यो क्लास हो। सर जसरी चाहिँ दैनिक रूपमा जुन कुनै पनि पालिकाले चाहिँ जस्तै ललितपुर महानगरपालिका होस् अथवा काठमाडौँ महानगरपालिका अथवा वीरगञ्ज महानगरपालिका जसले पनि दैनिक रूपमा फोहोर चाहिँ उठाउने गर्छ होइन, त्यसमा चाहिँ प्लास्टिक पनि लाग्छ, हरेक कुरा लग्ने गर्छ। तिनीहरूले कसरी व्यवस्थापन गर्ने गर्छ? महानगरपालिकाले सबै फोहोर लान्छ, प्लास्टिकहरू पनि लान्छ, भइराखेको चाहिँ के छ? मलाई त बडा जिज्ञासा भयो भन्ने कुरा आयो। अब के छ भने विकास क्रममा नेपाल पछाडि छ भन्ने त हामीलाई कन्ठै छ। हामी यतिसम्म अभागी छौँ कि एक्जाममा नेपाल धनी देश हो कि गरिब देश हो भनेर आयो भने गरिब देश हो भनेर लेख्यो भने चाहिँ पास हुन्छ, धनी देश हो भने चाहिँ फेल हुन्छ होइन त। यस्तो अवस्थामा छ, चेतना स्तर पछाडि छ मानिसहरूको, र सरकारले पनि जति गर्नुपर्ने हो त्यति गर्न सकिरहेको छैन। अब अरू नगरपालिकाको कुरा छोड्दैछ, काठमाडौँ महानगर भनेको चाहिँ केन्द्रीय राजधानीको सबभन्दा ठुलो सहर, सबभन्दा ठुलो नगर, सबभन्दा महत्त्वको होइन, सबैभन्दा शिक्षित बस्ने भनेर मानिन्छ। यहाँको फोहोर पनि समग्रमा गएर अहिले पहिले चाहिँ नुवाकोट जिल्लामा पर्थ्यो, हामीले सिस्टोल भन्ने सुनेको होला, ल्यान्डफिल साइडमा लगेर पुरिन्थ्यो। अहिले त्यो ठाउँ भरियो, एकदमै धेरै वर्ष चल्यो। इन्जिनियरिङ इस्टिमेसन त 2-3 वर्षको मात्रै थियो, क्यारे 14 वर्षभन्दा बढी झन्डै 17 वर्ष क्या, मैले अलिक भुलेँ। अनि जो आधा भनौँ न 1.5 दशक जति चल्यो। अनि अहिले चाहिँ अलिक पर सरेको छ, थोरै 2.5 किलोमिटर पर बन्चरे डाँडा भन्छ, त्यो चाहिँ धादिङ जिल्लामा पर्छ, नुवाकोटकै छेउ। त्यहाँ चाहिँ अहिले खालि ल्यान्ड फिलिङ गर्ने मात्रै काम भइरहेको छ। तर त्यसो भन्दैमा सबै प्लास्टिक चाहिँ त्यहाँ गइरहेको छैन। अहिले जुन बाहिरबाट हामी आवाज सुन्यौँ, उहाँहरू जस्तै व्यवसायीहरू धेरै हुनुहुन्छ, कसैले डिलर खोलेर बस्नुभएको छ, कोही खुद्रामा गर्नुहुन्छ, कसैले खोजेर त्यहाँ पुर्याउनुहुन्छ, र त्यसरी बिक्री योग्य प्रशोधन योग्य चिजहरूलाई चाहिँ छनौट गरेर यो व्यवसाय पनि चलिरहेको छ। र कम पैसा आउने, मेन पावरमा बढी खर्च हुने
तर बेच्दा कम पैसा आउने भने त मान्छेले प्रायोरिटी दिएर खोज्दैन, त्यस्तो चिज त्यहाँ पुगिरहेछ। तर त्यति भन्दैमा के अब सधैँ लगेर माटोमै पुर्ने काम मात्रै भइरहेछ त भन्ने सन्दर्भमा जोडिन्छ। अघि सुरुमा मैले परिचय दिँदा मैले मेरो नाम मात्रै भने, म लामो समयदेखि फोहोर मैला व्यवस्थापन छु भने, तर कहाँ छु भनिनँ नि, म नेप्सेम्याकमा काम गर्छु। र प्र्याक्टिस के गरिरहेछ नेप्सेम्याकले भन्दाखेरि एउटा उदाहरणीय रूपमा गरिरहेछ। यसले धेरै घरको फोहोर मैला उठाउँछ, निकै लामो समय भयो धेरै घरको उठाउँछ। धेरै घरको फोहोर उठाउने सिलसिलामा टोल बस्तीबाट सुरु गरेको छ कि घरको फोहोर सेग्रिगेसन गरेर दिनुहोस्, हामी कम्पोस्टेबललाई कम्पोस्टिङ गर्छौँ भनेर गर्दै जाँदाखेरि अहिले हामीले अलमोस्ट 3 लाख किचनको फोहोर उठाइरहेछौँ। हाम्रो कस्टमर त्यति हुन्छ र त्यतिमध्ये अहिले यो महिना भर्खर अहिले हामी माघमा बोल्दैछौँ होइन, पुष मसान्तको डेटा अनुसार चाहिँ 53,000 किचनको चाहिँ फोहोर छुटिएर आउँछ। हामीले सिकाइसकेका छौँ। छुटेर आएपछि अर्ग्यानिक चाहिँ कम्पोस्टिङ साइडमा जान्छ, इनअर्ग्यानिक चाहिँ छानेर बेच्ने, उब्रिएको चाहिँ ल्यान्डफिल साइडमा लाने, यसरी काम भइरहेछ। र सबैले यसो गर्नु पर्यो भनेर पनि हामी आवाज उठाइरहेछौँ। प्रत्येक घरबाटै सजगता अपनाएर त्यसलाई छुट्याएर अलग गरेर बेच्यो भने चाहिँ त्यसले राम्रो गर्छ, त्यसको परिणाम एकदमै राम्रो हुन्छ। यता कमाइ पनि भयो, उता वातावरण पनि जोग्यो, एउटा सभ्य नागरिक पनि ठहरिन सक्यो आफै। यसरी चाहिँ अगाडि बढिरहेछ। तर तपाईँले सोधेको प्रश्न चाहिँ महानगरपालिकाहरूले भने जस्तो ठ्याक्कै गर्न सकिरहेका छैनन्, तर अभ्यास चाहिँ गरिरहेछन्, छलफल भइरहेछ। पछिल्ला दिनहरूमा पक्कै पनि त्यो सुधार हुँदै जानेछ। तपाईँलाई फेरि प्रश्न, हाम्रो व्यावहारिक प्रश्न नै हो, म प्रश्न राख्न चाहन्छु कि तपाईँले केही फोहोरका उदाहरण दिनुहोस् न। हाम्रोमा सबभन्दा बढी देखिरहने फोहोरका उदाहरणहरू एकचोटि दिनु त। फटाफट नाम मात्रै भन्नुहुन्छ, तपाईँ सबैले चाहिँ पालो पालो गरेर भन्नुभयो हुन्छ र एकचोटि भन्नुभयो भने क्याच भइहाल्छ। तपाईँहरूले फोहोरहरू कस्ता फोहोर देख्नु भएको छ त्यति मात्रै भन्दैन एकचोटि। गुटखाको कभर, प्लास्टिकहरू भयो, चुरोटको त्यो के भन्छ अरू पनि विभिन्नहरू जस्तै चक्लेटहरूको प्लास्टिक आइटम सबभन्दा बढी देखिन्छ। बियरको बोतल, प्याड, तरकारीको बोक्रा, सिरिन्ज र मेडिसिन प्रोडक्ट्सहरू, किचनबाट निस्केको भेजिटेबल्सको वेस्ट मटेरियल्सहरू, चिजको खोलाहरू। धरती प्राकृतिक रूपले बाँच्नुपर्ने हो। अघि सुरुमै भने मैले अप्राकृतिक भइरहेको छ, प्रकृतिलाई ठुलो हानि पुगिरहेको छ। केले भन्दा यहाँ विभिन्न पदार्थहरू नआउनुपर्ने, माटोमा नपर्नुपर्ने, पानीमा नपर्नुपर्ने चिजहरू परिदिएको छ र विषाक्त हुँदै गएको छ धरती। तपाईँलाई यो केही तथ्याङ्क मैले यहाँ लेखेर ल्याएको छु, आज म सुनाउँछु। धेरैलाई थाहा छैन होला, म एउटा तथ्य भन्छु होइन। फलफुलको बोक्राहरू माटोमा मिल्न अथवा गलेर माटोमा मिल्न कति समय लाग्छ होला? कसैलाई अनुमान छ? अनुमानित भने नि हुन्छ। फलफुलको बोक्राहरू गल्न कति समय लाग्छ? 3-4 दिन। 3-4 दिन। मैले भनेको चाहिँ गल्नु भनेको माटो जस्तै भइसक्नु क्या, सडेर माटो जस्तै भइसक्नु कति बेर लाग्छ माटोमा पऱ्यो भने? 11 दिन लाग्छ। ल फटाफट भन्छु है त मलाई, म तपाईँलाई अझ लाग्नु सक्छ। फलफुलको बोक्रा सड्नलाई 2 देखि 5 हप्ता लाग्छ। त्यो त्यसको नेचर हेर्नु, सबै फलफुल त एक खालको हुँदैन नि त होइन। तरकारीको अवशेषहरू 1 देखि 2 हप्ता लाग्छ। कागज 2 देखि 6 महिना लाग्छ, किन कागज पनि कमजोर र अलिक मजबुत हुन्छ नि त। खानेकुरा रोटीहरू 1 हप्ता लाग्छ। कपाल र उन भनेको चाहिँ त्यो पनि कपाल नै हो, भेडाको होइन। होइन, कपाल र उन गल्न 5 महिना लाग्छ। चियापत्ती गल्न 3 देखि 4 हप्ता लाग्छ। प्लास्टिकको झोला गल्न 10 देखि 100 वर्ष लाग्छ। अनि एउटा अहिले चाहिँ डिग्रेडेबल प्लास्टिक पनि बनाइएको छ, त्यो चाहिँ 3 देखि 6 महिना लाग्छ। प्लास्टिकका बोतलहरू गल्न कति लाग्ला? प्लास्टिकको बोतल माटोमा मिल्न कति समय लाग्ला? 20 वर्ष। 450 वर्ष लाग्छ। फोम हुन्छ नि, फोम जुन फोम भन्ने होइन, त्यो चाहिँ 50 देखि 80 वर्ष लाग्छ। एल्युमिनियमको बट्टाहरू डब्बाहरू गल्न 200 देखि 500 वर्ष लाग्छ। टिनका डब्बाहरू गल्न 50 वर्ष लाग्छ। चुरोटको ठुटो गल्न 1 देखि 5 वर्ष लाग्छ। गत्ता कार्डबोर्ड भनेको त्यो हुन्छ नि, गत्ताहरू कार्डबोर्ड भनेपछि बुझिहालिन्छ होइन, 2 महिना लाग्छ। कार्पेट जुन सिन्थेटिक हुन्छ त्यो चाहिँ 20 देखि 30 वर्ष लाग्छ। काँच, तपाईँलाई यो अचम्म लाग्ने चाहिँ अर्को छ, काँच हुन्छ नि सिसा हो, त्यो माटोमा गल्न कति समय लाग्ला? अलिक बढी लाग्छ भनौँ त, कसले मिलाउन सक्छ? 300 वर्ष। 300 वर्ष भन्नुभयो अलिक, 10 लाख वर्ष लाग्छ। 1 मिलियन भनेको 10 लाख होइन त, 1 मिलियन वर्ष भनेको छ है। अनि फाइबर, सिन्थेटिक कपडा होइन, फाइबरवाला कपडा हुन्छ नि, त्यो चाहिँ त्यसको प्रकृति हेरिकन 20 देखि 200 वर्षसम्म लाग्छ। रबरको जुत्ता 50 देखि 80 वर्ष लाग्छ। सिन्थेटिक जुत्ता हो भने 20 देखि 40 वर्ष लाग्छ। बाँसको, काठ र बाँस फरक छ, बाँस हो भने 1 देखि 3 वर्ष लाग्छ। पत्रिका 6 हप्ता लाग्छ। जस्ता पाता 50 देखि 70 वर्ष लाग्छ। दुधको प्याकेट 5 वर्ष लाग्छ।
मसिना दाउराहरू 6 महिनादेखि 1 वर्ष, काठ 10 देखि 15 वर्ष, इलेक्ट्रोनिक फोहोर भनेको बिग्रेको मोबाइल पनि हुन्छ, त्यो 10 लाख वर्ष लाग्छ। कुहिने जैविक फोहोर 2 देखि 3 महिना, टायर रबर हुन्छ 50 देखि 80 वर्ष, सेनिटरी प्याड डाइपरहरू चाहिँ 500 देखि 800 वर्ष लाग्छ, जुन धागोहरू हुन्छ त्यो प्रकृति हेरेर 5 देखि 10 महिना लाग्छ, मसिनो तारहरू हुन्छ, तार 100 वर्षसम्म लाग्न सक्छ, स्टिलका भाँडाहरू 200 देखि 500 वर्ष लाग्छ, कपास 2 वर्ष लाग्छ। यहाँ केही एक्जाम्पलहरू यो तपाईँलाई अचम्म लाग्यो है, नसोचेको पनि भयो नि त कुनै कुनै। र यसरी यति धेरै समय माटोमा मिल्न लाग्छ भने त्यो थुप्रिँदै थुप्रिँदै बढेको भने धरती कस्तो हुन्छ होला। यो एकदमै धेरै हाम्रा आमा बुवाले सबैभन्दा बढी माया गर्ने भनेको सन्तान हो। पछिका सन्तानहरूको आयु घट्ने कर्म भइरहेको छ। अब एउटा छलफल गरौँ कि प्लास्टिकको सदुपयोग गर्नका लागि हामी घरमा उपायहरू लाउन सक्छौँ, अथवा प्लास्टिक अघि 3R को कुरा आएको थियो नि, सकेसम्म फोहोर नै हुन नदिने, भइगयो भने प्रयोग गर्ने, त्यसपछि प्रशोधन गर्ने, केही गर्दा पनि भएन भने मात्रै ल्यान्डफिल गर्नु पर्यो भन्ने कुरा आएको थियो। घरमा प्लास्टिकका चिजहरूलाई प्रयोगमा ल्याउनलाई के उपाय गरेको देखेका छौँ हामीले, कतिपयले प्रयोग गरेको देखेको होला नि, छ है। जस्तै के गरेको छ? गमला, प्लास्टिकको गमलामा प्रयोग भएको छ, गमलाको रूपमा प्लास्टिकको प्रयोग भएको छ। एक अरू डब्बामा प्लास्टिक हालेर भरेर ब्रिक्सहरू बनाउँदैन। त्यस्तो त्यो पनि देखेछ। ब्रिक्सको कुरा पनि आयो। अरू तरकारी किन्ने जाने बेलामा चाहिँ घरबाटै झोला, जस्तै गाउँघरमा झोला बोकेर जान्छ नि, त्यस्तै जाने, त्यो प्लास्टिक त्यहाँबाट नलिएर आउने, त्यस्तो पनि गर्नु सक्छ। घरैबाट झोला लिएर जाने अनि पसलबाट प्लास्टिक ल्याउनु परेन, त्यो चाहिँ घटाउने तर्फको कुरा भयो। त्यो चाहिँ के भयो? रिड्युसको कुरा भयो। अनि रियुजको कुरामा चाहिँ अरू के गर्न सकिन्छ? घर खानामा नि यसो घरको छाडा छतमा चुइनहरू हुन्छ नि, अब गाउँतिर माथि राखेर चुइने ठाउँमा पनि प्लास्टिकले टाल्न सकिन्छ गाउँघरको घरलाई। कुरो ठिक भयो। थुप्रै प्रकारका आर्टहरू गर्न सक्छ प्लास्टिकले, यस्तो विभिन्न गर्न सकिन्छ। ल अब तपाईँहरूलाई एकछिन 1 घन्टाको छलफलले धेरै कुरा निचोड त निकाल्न सक्दैन, तर 2-4 कुरामा चाहिँ मैले जस्तै कसम चाहिँ खानु पर्यो आज। के भन्दाखेरि प्लास्टिक नजलाउने कुरा रिपिट गर्दैछु, त्यसमा कसम खाइदिनु होला। अनि बाटोमा हिँड्दै गर्दा हाम्रो हातबाट कुनै पनि वस्तु बिर्सिएर पनि भुइँमा नझरोस्। गोजिया झोला, म चाहिँ हिउँदै यममा घाम ताप्दै ताप्दै कुनै चौरमा बसेर बदाम सुन्तला छोडाएर खाएँ भने म त्यो त्यहाँ छोडेर हिँड्दिनँ क्या। झोला या गोजीमा हाल्ने हो र कम्पोस्ट बिनसम्म पुर्याउने हो। त्यो चाहिँ मैले बानी नै बसाइसकेको छु। हामी सबैले त्यति बानी बसाउन सक्छौँ। घरमा गएर कम्पोस्टको बिनमा राख्ने, अर्ग्यानिक चिजहरू सकेसम्म चाहिँ कम्पोस्ट गरेर हाम्रो बिरुवा सपार्न सक्छौँ। खेतीमा प्रयोग हुने भयो कुनै पनि बिरुवाले पोषक तत्त्व पाउँछ भने त्यसलाई प्रदूषण हुने गरी फाल्नु हुँदैन भन्ने कुरा छँदैछ होइन। अब 2टा कुरामा छलफल गरौँ। आज हामी विद्यालयको अथवा कलेजको, हामी कलेज पढ्छौँ होइन, कक्षा कोठामा फर्मुला व्यवस्थापन कसरी भइरहेछ यहाँ र कतिपय अरूमा कस्तो भइरहेछ, हामी के गर्न सक्छौँ त्यो विषयमा छलफल गरौँ। हजुर, डस्टबिन राखेर कक्षा कोठामा डस्टबिन राख्ने, अरू के उपाय गर्न सकिन्छ? बाहिर के गर्नु? प्लेग्राउन्डमा के गर्न सकिन्छ? गोजीमा राख्ने। त्यसपछि गोजीको चाहिँ कहाँ पुग्छ त? डस्टबिनमा फाल्ने हो। फाल्ने भने नभन्ने आजबाट डस्टबिनमा राख्ने। फोहोरलाई हेला गर्नु हुँदैन, फोहोरलाई माया गर्नुपर्छ। फाल्ने भन्नु हुँदैन, रिसाउँछ। राख्ने, ठिक ठाउँमा राख्ने। अघि सुरु भनेपछि ठिक ठाउँमा राख्ने भनेपछि मैले फाल्ने भने फाल्नु भनेको त होदिया दिने हो नि त, त्यसो गर्नुपर्ने हुन्छ। र एउटा चाहिँ अलि आइडल किसिमको स्कुल कलेजले के एक्टिभिटिज गरेर विद्यालय कलेजको वातावरण सुधार गर्न सक्छन् फोहोर मैलाको मामलामा? त्यो अर्को कुरा भयो। मैले चाहिँ प्र्याक्टिकल्ली काम भनेको क्या, काम के गर्न सक्छन्? जस्तो अघि भने नि कक्षा कोठामा डस्टबिन राख्ने तपाईँहरूले भन्नुभयो, बाहिर प्लेग्राउन्डमा पनि डस्टबिन राख्न सकिन्छ, त्यो पनि भयो। तर डस्टबिन कहाँ जान्छ भन्ने कुराको पनि सचेत चाहिँ हामीले हुनुपर्छ। अरू चाहिँ गार्डन भएको स्कुल कलेज छ भने कम्पोस्ट बनाउने र गार्डनमा कम्पोस्टको रूपमा प्रयोग गर्ने। कतिपयमा चाहिँ होस्टेल हुन्छ, यहाँ पनि होस्टेल छ नि त, किचन वेस्ट त आउँछ, कहाँ जान्छ? यहाँ त प्रयोग भएको छैन। बाहिर गार्डन छ, कम्पोस्ट गरिरहेका छौँ, कम्पोस्ट गर्ने ठाउँ छ,
हामी आजबाट के कुरामा प्रतिबद्ध हौँ भन्दाखेरि यो स्कुलबाट जस्तो किसिमको फोहोर निस्किन्छ त्यस्तै किसिमको ट्रिट गर्ने अभ्यास गर्न हामी सक्छौँ होला नि सक्छौँ। त्यसो भए कक्षा कोठामा त अर्ग्यानिक फोहोर आउँदैन होला, जैविक फोहोर आउँछ त? कक्षा कोठामा जैविक फोहोर आउँदैन होला। जैविक फोहोर आउँदैन भने अरू फोहोर त डस्टबिनमा हाल्दा भयो। जब होस्टेलबाट किचन वेस्ट आउँछ, अब किन पठाउने त? अघि मैले भने जस्तै त्यत्रो ठुलो खर्च हुन्छ भने नगरपालिकालाई भारी किन बोकाउने त? हामी पनि भूमिका निर्वाह गरौँ, फाइदा पनि उताको खर्च घट्ने, यता उपयोग हुने। त्यसो भए हाम्रो यही स्कुलको कम्पाउन्डमा कम्पोस्टिङको सुरुवात गरौँ त? सकिन्छ होला नि? म सिकाउँछु नि कम्पोस्ट बनाउन, इट्स भेरी इजी, एकदम सजिलो गरी गर्न सकिन्छ क्या। त्यसो भए अहिले हामी तल झरेपछि हामी त्यतिखेर कम्पोस्टको अभ्यास पनि गर्छौँ। कहाँनिर गऱ्यौँ भने आज पुरै कम्पोस्टको अभ्यास आजै नभ्याए पनि कहाँनिर गर्न सकिन्छ ठाउँ हेरेर अर्को दिन फेरि हामी त्यतातिर जाउँला, त्यसो गर्न सकिन्छ। अनि अरू पनि विद्यार्थीहरूले काम गर्न सक्छन्। के सक्लान्? यो पेरिफेरीमा कतिको फोहोर देखिएको छ बाहिर गरेर छ? यो टोल बस्तीतिर फोहोर देखिएको छ? त्यति छैन, कमै छ। पहिले फोहोर हुन्थ्यो, तैपनि सबै मान्छे सचेत छैनन्। कहिलेकाहीँ फोहोर बाटोमा झरिरहेको हामी देख्छौँ, अरू नदेखि पनि गुड्काको फुलहरू देखिरहेको हुन्छ। अब एक दिन यसो गरौँ न त, सकिन्छ? त्यो पनि विद्यार्थीले निर्वाह गर्ने भूमिका हो। सल्लाह गरौँ, वरपरको घरहरूलाई स्कुलबाट पत्र पठाउँ, जम्मा भइदिनुको लागि भनौँ, कुनै शनिबार नै पारेर, अनि फोहोर नगरौँ भन्ने एक खालको नारा पनि लगाउँ, अनि बोराहरू बोकेर टिपन टापन गरेर एउटा क्लिनअप क्याम्पेन चलाउँ। सकिन्छ? त्यो मात्रै विद्यार्थीले गर्न सक्ने भयो। अब त्यो चाहिँ हाम्रो कलेज स्कुल रहेको पेरिफेरीको कुरा गरेँ मैले। अब प्रत्येक स्टुडेन्टको त बसोबास त फरक फरक ठाउँमा छ नि। जस्तो वीरगञ्ज भए जस्तै कसैको कुन सहरमा होला, कसैको त काठमाडौँतिर होला, कसैको कुनै दुर्गम जिल्लामा होला, कता होला होइन। त्यो ठाउँमा के गर्न सकिन्छ भनेर प्लान गर्न सकिन्छ मनमनमा अहिले मनमा, अनि अलिक पछि रेकर्डमा लेखेर, अनि अलिक पछि अभ्यासमा हामी यस्ता कामहरू गर्न सक्छौँ होला नि। गर्नै पर्यो। अब चाहिँ एक्जाममा लेखेर मात्रै भएन, एकैछिनको क्लासमा सबै कुराको लागि रेडी हुन त सक्दैनौँ, तर योजना बुन्न त सक्छौँ नि भोलिदेखि गर्ने कामको लागि, होइन? त्यसकारणले गर्दा अब हामी यो क्लासबाट निस्किँदा एउटा के माइन्ड मेकअप गरेर निस्कौँ भनेदेखि मेरो के सल्लाह सुझाव छ भनेदेखि त्यस पछाडि एउटा क्लब बनाऊँ। क्लब बनाइसकेपछि त्यो क्लबले एउटा रुल बनाउला। आजै सबै रुल त यहाँ उद्घोषण गर्नु परेन, तपाईँ पनि यसो गर्ने भनेर बनाउनु ल, मैले पनि जानेको म बनाउँछु। अनि त्यो क्लबको नाम कुनै केही नाम दिएर इको क्लब भनेर राखौँ, होइन? त्यो इको क्लबले चाहिँ के एक्टिभिटिज गर्ने भनेर एक्टिभिटिजको लिस्ट पनि बनाऊँ, र त्यो एक्टिभिटिज यो स्कुलको कम्पाउन्डभित्र मात्रै सीमित नराखेर योदेखि बाहिर निस्किएर चाहिँ टोल बस्तीसम्म पनि लैजाउँ। सकिन्छ? अहिले धेरैले चाहिँ बिगार गरिरहेको एउटा कुरा के छ भने प्यासेन्जरहरूले भेहिकलबाट, जुन गाडीको झ्यालबाट फुत्त बाहिर बाटोमा फोहोर झारिदिने चलन छ। हामीले कम्तीमा गाडीको स्टाफलाई सम्झाएर तपाईँको गाडीमा डस्टबिन छ कि छैन, यहाँको प्यासेन्जरहरूले निकाल्ने फोहोरलाई के गरिरहनु भएको छ, अलिकति इन्टरेक्टिभ तरिकाले उनीहरूसँग वार्तालाप गर्ने र भोलिदेखिको उपायको लागि हाम्रो इफोर्ट लाउने, त्यो काम गर्ने गरी हामी तयार भएर निस्क्यौँ। यो एउटा एकदम ठुलो उपलब्धि हुन जान्छ। अहिलेसम्म चाहिँ लेखपढ मात्रै गरियो र अगाडि व्यवहारमा गइएन भन्ने कुरा महसुस गरेर अब व्यवहारिक रूपले पनि अगाडि बढौँ। र अघि भनेको जस्तै कक्षा कोठा, कम्पाउन्ड, कम्पोस्टिङ, बिरुवाको स्याहार, अनि वरिपरिको टोल बस्ती सफाइ, अनि भेहिकलहरूमा पनि सम्झाउने कुरा, यी तमाम काम इको क्लबले गर्न सक्छ। एउटा नाम राख्न सकिन्छ। अनि इभेन्टहरू हुन्छ नि, जस्तो हाम्रो पृथ्वी दिवस, वातावरण दिवस, खानेपानी दिवस, यस्ता दिवसहरू धेरै हुन्छन्। त्यो दिवसमा चाहिँ रिजल्ट आउने गरी कुनै चाहिँ इभेन्ट चलाउन सक्यो भने ब्यानर सो गर्ने, प्ले कार्ड, अनि अरूलाई सचेतना दिने, त्यो भयो भने हाम्रो एक्टिभिटिजले अरूलाई पनि सिकाइरहेको हुन्छ। त्यो हामी इको क्लबबाट गर्न सक्छौँ। जागरुकता बढ्यो भने त हामीले गर्न सक्ने, चेन्ज ल्याउन सक्ने कति कुरा छ। यसरी हामी समाजमा चेन्ज ल्याउनको लागि ठुलो भूमिका निर्वाह गर्न सक्छौँ। हामी फोहोर व्यवस्थापनमा जिम्मेवार हुनेछौँ। कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राख्नेछौँ। कम फोहोर उत्पादन, स्वच्छ जीवन हाम्रो पहिचान। पुनः प्रयोग गर्न सकिने फोहोर अबदेखि फाल्दैनौँ। फोहोरलाई
सही ठाउँमा व्यवस्थापन गर्नेछौँ। हामी फोहोर जलाउँदैनौँ, रिसाइकलमा पठाउँछौँ। हामी फोहोर जलाउँदैनौँ, रिसाइकलमा पठाउँछौँ। हाम्रो विद्यालय र समाजलाई सफा सुग्घर राख्नेछौँ। हामी वातावरणको रक्षक हौँ। हामी वातावरणको रक्षक हौँ। फोहोर व्यवस्थापन, स्वच्छ समाज निर्माण। फोहोरको व्यवस्थापन, स्वच्छ समाजको निर्माण। जय वातावरण।